नमस्ते, हजुरहरूलाई यस च्यानलमा स्वागत छ। आज म यस च्यानल मार्फत कर्जा सूचना केन्द्र लिमिटेडको कालो सूचीमा समावेश नभएको बारेको पत्र कसरी प्राप्त गर्ने त्यसबारेमा हजुरहरूलाई जानकारी गराउन गइरहेको छु। सर्वप्रथम कुनै पनि कार्यालय, कुनै पनि संस्थानमा बोलपत्र खरिद गर्नको लागि र बोलपत्र दर्ता गर्नको लागि चाहिने कालो सूचीमा समावेश नभएको बारे पत्र प्राप्तिको लागि सर्वप्रथम वेबसाइटमा गई cibnepal.org.np टाइप गरी यो वेबसाइट खोल्नुहोला। त्यस पश्चात रिसोर्समा क्लिक गरी डाउनलोडमा क्लिक गर्नुहोला। डाउनलोडमा क्लिक गरिसकेपछि तल दिएको कम्पनी डिक्लेरेसन फर्ममा क्लिक गर्नुहोला, जहाँ तपाईलाई एउटा PDF फाइल आउनेछ। यसरी एउटा निवेदन दिनको लागि आउने PDF फाइल हजुरको फर्म अथवा कम्पनीको लेटर हेडमा सम्पूर्ण विवरण भरी आवश्यक कागजातहरू तल दिएको कस्टमर केयर @cibnepal.org.np मा पठाउनुहोला। हजुरलाई कालो सूचीमा समावेश नभएको बारेको चिठी प्राप्त गर्नको लागि सर्वप्रथम यो निवेदन आफ्नो लेटर हेडमा भर्नुपर्ने हुन्छ। आफ्नो कम्पनीको दर्ता, पानको फोटोकपी र सिटिजन ब्याङ्कमा 339 रुपैयाँ तिरेको दस्तुर, जम्मा 4वटा पेपरहरू तल दिएको कस्टमर केयर @cibnepal.org.np मा पठाउनुहोला। पठाइसकेपछि तल दिएको कन्ट्याक्ट नम्बरमा आफूले पठाएको इमेलको अवगत गराउनुहोला र त्यस पश्चात त्यस कर्जा सूचना केन्द्र लिमिटेडबाट तपाईलाई भोलिपल्ट कर्जा सूचना केन्द्र लिमिटेडको कालो सूचीमा समावेश भए नभएको बारे तपाईलाई पत्र प्राप्त हुनेछ र दस्तुरहरू वर्षैपछि थोरै मात्रामा रकम तलमाथि हुन पनि सक्नेछ। धन्यवाद।